अलिकति हिँडेको श्वास त स्वामा छ श्वास त। काठमाडौँमा नदेखिने निला आकाश अनि काठमाडौँमा नहुने सफा हावा यहाँ छन्। यो चाहिँ पुथा उत्तर गङ्गा गाउँपालिका। यहाँतिर हिमालहरू छन् तर हिमालहरू चाहिँ नाङ्गै नै छन्। यो चाहिँ ग्लोबल वार्मिङ चाहिँ रियल हो भनेर चाहिँ देखाउनलाई चाहिँ यो प्रष्ट छ। अहिले यो पुसको 6 गते हो आज। यो यहाँ चाहिँ अहिले फेरि यो पुथा जाने बाटोमा भर्खर भूमि गाउँपालिकाको सीमा सकिएर चाहिँ पुथा उत्तर गङ्गा गाउँपालिका सुरु भएको छ। बिहान 6 बजेदेखि दिउँसो 11 बजेसम्म चाहिँ बाटो बन्द रहेछ है। हामीले पनि थाहा पाएनौँ। हामी आयौँ यहाँ। अब हामी 1 घन्टा जस्तो चाहिँ अड्किएका छौँ, बसेका छौँ। डाँडामा घाम छ अलिअलि, चिसो छ बेसरी। हेर्नुहोस् रुकुम रोल्पाको भूगोल थाहा नहुनेहरूलाई यस्ता नाङ्गा डाँडाकाँडा हुन्छन् यहाँ। तर नाङ्गै भए पनि यसको फेरि ब्युटी छुट्टै छ। आँखामै राख्नु जस्तो है, कति राम्रो देखेको फ्रेम।